दिया रामले हामी लोन सक्ने आमालाई मार्नुपर्छ भनेको कस्तो दामी आयो यार बुढा दिया र रामले हामी लोन स्वास्नी मिलेर आमालाई मार्न पर्छ भनेर ब्याकग्राउन्ड भनेको हामी आमा छोरीको कानले सुने ल ले रोलिङ एक्सन कसले हुनु नि दिया र रामले हामी लोन स्वास्नी मिलेर यिनीहरू आमा छोरीलाई मार्न पर्छ भनेकै हामी आमा छोरीको कानले सुनेको आमा छोरी मार्ने भने आमालाई मात्रै मार्ने हो नि ए लोन सक्ने आमालाई मार्नु भनेको चाहिँ दुईजना सुन्यो आमालाई मार्न पर्छ भने हामी आमा छोरीले सुनेको त्यसै हो अलि अलि अरू सिधा क्लोज कसले हुनु नि खाली भएपछि दिया र रामले अन्य जग्गा के हुँदैन कहिले नि दिया रामले हामी लोन सक्ने मिलेर आमालाई मार्नुपर्छ भनेको इ हामी दुईटा आमा छोरी त हामी सिधा मैले सुने भन्यो ल रे रोलिङ एक्सन कसले हुने नि दिया र रामले हामी लोन स्वास्नी मिलेर आमालाई मार्न पर्छ भने हामी आमा छोरीले सुनेको त्यसलाई कसरी हुन्छ तलाउनु पर्यो बाबु बाबु अब त्यसलाई कसरी हुन्छ तल आउनु पर्यो बाबु एक बार जुन मैले मार्नु पर्यो नि ल रोलिङ एक्सन अब त्यसलाई कसरी हुन्छ तल आउनु पर्यो बाबु एक बारको जुनीमा मैले नि बाँच्न पाउनु पर्यो नि ओके रिएक्सन एक्सन तपाईँ जस्तो आफैले जन्मसम्म जेल पठाउन सक्ने मान्छेलाई भने कसले चाहिँ मार्न खोजे बाबु बुम त्यतिकै माथि राखेको क्या डाइरेक्ट बोल्ला नि रियाक्सन भने आमाले यता आउनु हजुर किन ऊ नानी अलिक परेन त्यसको रियाक्सन चाहिँदैन ए अँ पर्यो सिङ्गल ल्यायो नि त अघि सिङ्गल ल्याऊ सिङ्गल हुन्छ नि जानु जानु ए तपाईँ सज माग्दैन जानु ल्याउनु त बाबु झोला चिरकुटी सर्ट लिनु पर्यो नि त कानलाई फेरि जानु पर्नु त बुल्डेला भन्नु बनाउनु हेर्ला नि कार्यक्रम गरेर फेरि तर खिचिहाल्नुपर्छ होइन यहाँ भने पढ्न खोज्छ त अर्को कस्तो अप्ठ्यारो माने तरिका यति त छु नि म ल रेडी रेडी रोलिङ यो गाउँको त मरे बिहे गरिदिनु डर पर्छ अनि तपाईँहरू आफ्नै छोरालाई जेल पठाउन सक्ने मान्छेलाई कसले मार्नु खोज्छ भाउजू आमा बोलिन् हेर्नु न बाबु मैले न्याय त पाउनु पऱ्यो नि के कसो ओके ल सकिएपछि बल्ल सक्यो धेरै त रहन्छ है सर मेन कुरा त्यति त्यो नखाइदियो भने यति र बर्बाद बनाएर यति सिन बाइक ल्याउनु पऱ्यो उता माथिको बाइक उता लगाइदियो फेरि ब्याग सारिदिनु पऱ्यो तनाव छ बाइक ल्याउनु पर्ने चाबी लिएर आउँ कि मेरो त यो त ह्यान्डी लकले त गाह्रो पार्छ यार बनकाइलाको घरमा अरू ल्याएछु कहाँ छ फेरि यार लेखेको उहीँ तलै छ तिनवटा मिस्टी जान्नु धेरै रमाइलो गरेको अब खाना ब्रेक होइन त पाक्यो होला खाजा ल त्यो अघि त सोधिरहेको त खाना खायो हामीले भनेर सोधिरहेको 2 बजिसक्यो अनि तपाईँ चाबी ल्याउनु भयो बाइकको उयो निकाल्नु न चप्पल छ भने मलाई ठिक हुन्छ तपाईँको चप्पल मेरो होइन भने मेरो जुत्तै छोराएको म त्यति तेलको भस साह्रो ब्याग सारौँ होइन होला के हो बुढा यस्तै सर्दैन हाम्रो ब्याग हो यो चाहिँ नयाँ नयाँ ब्याग छ हो है गाइज यस्तै हो है अब म चप्पल ल्याउँछु मेरो खाली खुट्टा छु यस्तो खाली खुट्टा छु चप्पल ल्याउँछु स्कुटरमा चप्पल छ यहाँबाट निकाल्ने चप्पल अनि झ्यामझुम पारेर चप्पल लगाउने हो यो कसको चप्पल हो भन्ने कुरा थाहा भएन यो ठिक्कको चप्पल रहेछ यार न है त ए मलाई ठिक्क हुने चप्पल रहेछ ल ओ माई गाड ठिक्क मेरो बाइक हो है छ है चप्पल त म एकैछिनमा फटाइदिन्छु
म त लट्ठी ल्याएको नि लट्ठी ल्याउँछु यहाँ बाइक सार्नु छ मैले चढ्नै छ काम ओहो मिरा र सेर आउनु भयो नमस्ते नमस्ते ड्राइभर बुम हाम्रो गाडी ओहो गाडी छिर्छ तपाईँको बाइक ब्याक गरिदिनु न ऊ त बाइक ओरा चाहिँ हामीले सफाएर सारेको ओरै राखिदिनु पर्यो ड्राइभर केटापट्टि ल्याउँदिनँ ड्राइभर म यहाँ काम छ यहाँ चाहिँ झन्डै आउँछु मैले आउँदिनँ आज आउँदिनँ अनि म यता जान सक्छु ऊ दिपक म यहाँ बाइक पछाडि सार्छु क्या नमस्ते 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 हामी चाहिँ बाइक पछाडि सार्दैछौँ आउनु त बाइक सार्दो यहाँ आउँ त बाइक सार्नु चाहिँ भिडियो गर मेरो यता 1 मिलियन के अरे 1K जान थालेछ रङ भिडियो अनि कसको त युट्युबमा क्या 1K 1K भनेको त हजार मान्छे लामो भिडियोमा 1K जान्छ बाइक चलाउँछन् चलाउनु चाहिँ आउँदैन फेरि बुढलाई बाइक स्टार हानिदिन खोज्छन् बेला बेलामा यहाँ यति राखेको त छिट्छ छेड्छ दिपक दाइ नमस्ते इटा सेरे काका तपाईँको काट्नुभयो कपाल खै काट्या लो गाइज हामी चाहिँ यहाँ छौँ यस्तो है सुटिङ गरिरहेको छौँ ल अल द बेस्ट सर राम्रो छ गर्नु अब ठिकै छ अब यति चाहिँ ठिक छ अरू चाहिँ नलानु भन्ने जस्तो कुरा आउनुभयो कसले अरू टिमहरू चाहिँ यति टिम त ठिक छ अरू त को छ र बाँकी तिनजना आमासित 4 जना त हो होइन तल खाना खाएको छैन खाना ब्रेक हो नि त अब ए स्कुटर होइन चाबी लिएर आउनुपर्छ मेरो चाबी तर होस् यहाँ पक्र सबै साह्रो परेन म सारिदिन्छु अब त्यसो गरे पनि अब क्यामेरा अफ गरे पनि होइन 10 मिनट पुगोस् कि 10 मिनट भइसक्यो म यसरी साथ्यो मलाई बाइक सार्न आउँदैन यहाँ ह्यान्डल लक छ क्या यसको फेरि कसरी सार्ने त अनि क्लच छोडेपछि स्टार्ट भइहाल्छ नि गियरमा ओह्रालो म क्लच छोडिदिनु त्यो स्टार्ट बन्द गरेर क्लच छोडिदिनु त आफै स्टार्ट भइहाल्छ जल्यो यता त पुरै क्यामेरा जल्दैन जलेन घाममा चल्यो जलेन युट्युबमा वाला हो क्या यतिकै हावा तान्दा राखिदिने हो क्या होइन गाइज क्यार्नु यस्तै हो युट्युब यो भिडियोमा यो जसले पनि भिडियो हाल्छ होइन किन उयो भन्छ गाइज भन्छ किन होइन गाइज होइन हामी चाहिँ आज बाइक सार्दैछौँ होइन गाइज होइन बाइक सार्नलाई 1 घन्टा लाग्छौँ होइन गाइज अझ पनि सारिसकेको छैन होइन गाइज स्कुटी अझै छ बाँकी होइन गाइज सार्नलाई बाँकी छ होइन गाइज हामी चाहिँ यसरी सारिरहेको छौँ गाह्रो छ होइन यो अलिक उता तान्नु पर्यो ह्यान्डल लक चाहिँ किन गरेर त बाइक अनि ह्यान्डल लक नगरे नि राम्रो त नगर्नु पर्ने अब किला पनि भादिनु खोजे साह्रै अर्को चगाले उता बोक्नु